हेलो साथीहरु, आज म बनाउँदैछु दाल भात तरकारी चटनी। भात बसाल्दैछु है म चाहिँ। अब आफूलाई चाहिए अनुसार चामल राख्ने, त्यसमा चामल अनुसार नै पानी पनि राख्ने। हाम्रो स्कुलमा बसाले मैले चाहिँ भात साग काटेर सबै रेडी गरेर राखेँ। बनाउन थाले म चाहिँ रायोको साग, ट्याउन्जाना, हरियो सागमा चाहिँ नुन अलिक कमै हाल्नुपर्छ, त्यही भएर अलिकति नुन हाले। अब चाहिँ दाल फ्राई गर्नतिर लागि म चाहिँ। आजकल हामीहरू प्याज खाँदैनौँ, त्यही भएर यसरी फ्राई गरेको मैले चाहिँ सिम्पल लोकल तरिकामा चाहिँ हैन। मसलाहरू राख्ने, जिरा धनिया पाउडर, हल्दी, खुर्सानीहरू सबै। टमाटर गलाउनलाई चाहिँ म अलिकति अगाडि बोइल गरेर राखेको दाल अलि हालेर पकाउँछु। यसरी राम्रोसँग पाक्छ है टमाटर, त्यही भएर यसरी नै पकाउने गर्छु म चाहिँ। ग्रेभी मस्त भइसक्यो। मजाले घोट्ने यसलाई चाहिँ। अब तारा हाल्नु। मलाई चाहिँ मिक्स दाल एकदमै मिठो लाग्छ। फ्राई भइसक्यो दाल पनि। अब लागि म चटनी बनाउनतिर। तिल, टमाटर मजाले सिलौटोमा चटनी पिस्न थालेँ म चाहिँ। चटनी भयो भने चाहिँ मिठो हुन्छ है। चटनी पिसेर भयो, रेडी भइसक्यो चटनी। र साथीहरू हेर्नु, दाल भात तरकारी चटनी रेडी छ अब।